गाइज जिन्दगीमा पहिलोचोटि हाइकिङ हिँडेको होइन। हाम्रो दोस्तानाहरू चाहिँ त्यो पर खोइ कहाँ छ यिनीहरू पुगिसक्यो है। हामी चाहिँ मिना र म चाहिँ हामी चाहिँ बिचराहरू हो होइन। म भन्दा पनि बिचरा मिना भइरहेछ, हिँड्नु सकिरहेको छैन, रमाइलो भइरहेछ। मेरो बुढाले भन्नु त मलाई भन्दै थियो तिमी मिलनचोकबाट घरसम्म जानु नसक्ने मान्छे चाहिँ कसरी हाइकिङ जान्छ हो। मेरो बुढी भन्दै थियो, जसो जसो भनेको थियो उसै भयो। ल है यो केटीहरू त गयो है डाँडै काटेर। ओइ पर्किन है, चिनाइदिइसके ए बाबा त्यो तिनीहरूलाई क्लासबाट निकालेर ल्याउनु पनि के चाहिँ। हेलो गाइज, वेलकम ब्याक टु अनिताज व्लग। प्लिज डु लाइक शेयर एन्ड सब्सक्राइब। यति हो मेरो इङ्ग्लिसको लिमिट ल साथी हो। इङ्ग्लिस सक्यो ल गाइज, यति नै ल। इङ्ग्लिस सक्यो हो साथी। हामी चाहिँ यस्तो रमाइलो ठाउँसम्म आइपुगिसक्यौँ गाइज। अनि गाइज हामी केराबारी आइपुग्यौँ है। ओइ केराबारी, ए साँच्ची केराको बोट भएकोलाई केराबारी नै भन्नुपर्छ होला सायद। यसलाई चाहिँ केराबारी, अघि उयोबाट आलुबारी थियो होइन। आमा दमालु मिना कुमारी। यो चाहिँ यसपालिको चैतको बेहुली, यसरी वैशाखको बेहुली घुम्टो ओढेर। थोपडा देखाउ त। चैतसम्म बिहे कार्तिकसम्म बिहे गरिसक्छु भनेको छु कि म कस्तो। कति गयो त कार्तिक त कि हालिदिइसक्यो बिहे। कार्तिकसम्म ए भनिसकेको छु। यता चाहिँ हाम्रो हिरोनी खै त आएन त। हे 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 यस्तो पो हुन्छ त हिरोनीको त दुईचोटि। ल ल ल ल ल ल ल ल कपाल यस्तो क्या। टाउको त तिम्रो नघुमी बसिरहेछ त बहिनी, एकै ठाउँमा छ त। भित्रको गीती दिदी भनेको कि दिदी भनेको। एकछिन बसियो, गफसफ गरियो, थकाइ पनि मर्यो है। अब आफ्नो गन्तव्यतिर फेरि लाग्नै पर्यो साथी हो। ल अब हामी शिवजटा प्रवेशद्वारको मेन गेट कटिसकेको छौँ। अब यो सिँढीहरू चढेको केही समयमा हामी शिवजटा पुग्दैछौँ। हामी हाम्रो गन्तव्यको एकदमै नजिक आइसकेको छौँ। हामी चाहिँ बिहान धरानदेखि भोकै हिँडेको थियौँ नि त है। त्यही भएर चाहिँ भोकले ढल्ने बेला भइसकेको थियो है। त्यही भएर पुग्नु बित्तिकै हामी चाहिँ खाना थाल्यौँ। ल गाइज खाइ ल। खाना पनि खाइयो, खाजा पनि खाइयो, फोटोसोटो खिचियो अनि रमाइलो गरेर आफ्नै घरतिर फर्क्यो, धरानतिर लाग्यो। ल त साथीहरू, यस्तै रह्यो हाम्रो धरानदेखि शिवजटासम्मको यात्रा। हेरिदिनु भएकोमा धन्यवाद।